हो तानेर तुलसा कलेक्सनले चाहिँ मेरो भिडियोमा कमेन्ट गर्नुभएको रहेछ होइन। केही समय अगाडि चाहिँ नेपाल प्रहरीले चाहिँ नेपाल सरकारले चाहिँ इन्टरपोल लाएर चाहिँ तुलसा कलेक्सनलाई चाहिँ नेपाल झिकाउने कुरा भएको थियो र यो कुरा चाहिँ न्युजमा पनि एकदम सनसनी फैलेको थियो। विभिन्न न्युज रिपोर्टरहरूले यो विषयमा भिडियो पनि बनाएको थियो र न्युज पनि छापेको थियो होइन। त्यो न्युजहरू देखेर मैले पनि यो भिडियो बनाइदिएको। तुलसा कलेक्सनले चाहिँ नेपाल प्रहरीले चाहिँ र नेपाल सरकारले चाहिँ इन्टरपोललाई चाहिँ नेपाल झिकाउने भयो भनेर भनेको थियो र त्यसमा शेरबहादुर देउवाको बुढाबुढी पनि तान्नुपर्छ र तानेन किन, सक्नेलाई मात्र ताने नसक्नेलाई चाहिँ किन छोडिदिने भन्ने मैले यो विषयमा कुरा गरेको थियो र उहाँले चाहिँ त्यो भिडियो देख्नु भएको रहेछ। त्यो भिडियोमा चाहिँ उहाँले कमेन्ट गर्नुभएको छ है, यति जाबो तान्न सक्ने नेपाल सरकारसँग नेपाल प्रहरीसँग क्षमता छैन भने किन बेकारमा फ्याक न्युज बनाउने, किन बेकारमा नचाहिने मान्छेलाई यतिकै भ्रम फैलाउने नेपाल सरकारले, नेपाल पुलिसले चाहिँ सक्दै नसक्ने चाहिँ यहाँ मेरो भिडियोमा आएर बेइज्जत गरेर कमेन्ट गरेर गयो नि त अब।